हाम्रो क्याबिनेटको नियमित बैठक भोलि नै बिहिबारको दिन हुनेछ। आज चाहिँ खास गरेर जुन यो नयाँ कार्यकक्षको निर्माण सम्पन्न भयो, क्याबिनेटको नयाँ कार्यकक्ष, क्याबिनेटको नयाँ बैठक हलको एउटा उद्घाटन जस्तो सामान्य भएको हुनाले आज क्याबिनेटको बैठक राखिएको थियो एउटा। र अर्को अब बैठकमा हाम्रो सरकार गठनको प्रधानमन्त्रीज्यूले पदभार ग्रहण गर्नुभएको करिब 1 वर्ष पुग्दैछ। त्यसमा केही सामान्य समीक्षा, केही कुराका छलफल भयो र मुख्य सचिवले यो समग्र एउटा कामलाई अलि पिकअप लिनको निम्ति हाम्रा कतिपय हाम्रा प्रक्रियामा भएका समस्याहरू, हाम्रो इच्छा शक्तिमा भएका समस्याहरूदेखि लिएर सबै हामीले सुधार गर्नुपर्ने कतिपय कुराहरू छन्। हाम्रा निर्णय प्रक्रियामा, हाम्रा ऐन कानुनमा, हाम्रा कार्यविधिमा, नियमावलीमा सुधार गर्नुपर्ने कुराहरूका विषयमा पनि एउटा अलि विस्तृत एउटा प्रेजेन्टेसन गर्नुभएको थियो मुख्य सचिवले। र आजको क्याबिनेटको बैठकमा हाम्रो कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावमा एउटा मात्र निर्णय गरिएको छ। त्यो भने यो उखुको न्यूनतम खरिद मूल्य जुन छ त्यसलाई उद्योगले रु 565 प्रति क्विन्टल दिनुपर्ने, त्यो कायम गर्ने भन्ने निर्णय भयो। र उखु कृषकलाई 70 रुपियाँ प्रति क्विन्टल सरकारले अनुदान दिने भन्ने निर्णय भएको छ। र यसरी किसानले प्रति क्विन्टल 635 रुपियाँ उखुको मूल्य प्राप्त गरेर निर्णय भएको छ। उखुको खरिद मूल्य तोक्न अलिक ढिला भएको थियो, त्यसकारण आजको क्याबिनेटको बैठकमा यो एउटा निर्णय गरियो। र अरू बाँकी हाम्रो अलि बढी छलफल, थोरै सरकारको कामको पर्फर्मेन्स, सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा छलफल भएको हुनाले अरू यस्ता औपचारिक निर्णय भएनन्। साथीहरूलाई मैले जानकारी गराएँ।